विद्रोहको पक्षमा उभिने पार्टीको भातृ सङ्गठन युवा सङ्घ नेपालले चाहिँ त्यो सामान्य पुलिसले चाहिँ लखेट्दाखेरिमा त्यो भाटा भन्ने त हाम्रो लागि सामान्य कुरा। हामीले लट्ठी कुटाइ पिटाइ खाएकै छैनौँ। तपाईँहरूले देख्नु भएको छ त्यो कुटाइ पिटाइ भन्ने कुरा कहिले कहिले हामीले उहाँहरूलाई पुग्छौँ, कहिले हामीलाई उहाँहरूले लखेट्नुहुन्छ। त्यो एउटा सामान्य प्रक्रिया हो। त्यो तपाईँहरूले यसरी सामान्य रूपमा बुझ्नुहोस्। त्यो चाहिँ आन्दोलनको क्रममा चाहिँ सामान्य प्रक्रियागत रूपमा गएको कुरा हाम्रो शरीरै ढुङ्गाकै हुन्छ। युवा सङ्गठन भनेको पार्टीको ढुङ्गा नै हो। ढुङ्गा जस्तै हो तपाईँ। युवा कुनै पनि पार्टीको भातृ सङ्गठन भनेको ढुङ्गा जस्तो नै हुन्छ। पार्टीको पक्षमा जब सरकार सत्ताको विपक्षमा उभिन्छ, सत्ताको विपक्षमा उभिएर जुन एउटा राष्ट्र र राष्ट्रियता सम्बन्धी चाहिँ जुन घात गरेर चाहिँ सदनमा जुन आफ्ना नराम्रा अभिव्यक्तिहरू दिन्छ, हामी जहिले पनि ढुङ्गाकै रूपमा चट्टान दिने गर्छौँ। 150 जना चाहिँ यत्रो दुईतिहाईको सरकारलाई पुरा टेकाउन सक्नुहुन्छ भने 150 जना मात्र देख्नुभयो तपाईँले। हेर्नुहोस् यो माइती घरमा 150 जना मात्रै हुनुहुन्छ। माइती घरमा 150 जना मात्रै हुन्छ। अहिले भर्खरै हाम्रो जनवर्गीय सङ्गठन र युवा सङ्घ वैशाल नेपालका विभिन्न भातृ सङ्गठन किसान महासङ्घ लगायत हाम्रा तपाईँको मोर्चा सङ्गठनको सम्पूर्णको हाम्रो यो विरोध प्रदर्शन छ। यसमा हेर्दै हुनुहुन्छ तपाईँहरू। त्यो 150 जना मात्रै हुनुहुन्छ त यहाँ। तपाईँहरूले सङ्ख्या गणना गरेर हेर्नुहोस् न एकचोटि। हामीसँग क्वेसन गर्नुभन्दा तपाईँहरूले प्रत्यक्ष देखिराख्नु भएको छ। गणना गर्नुहोस् न। पीडितहरू हुनुहुन्न। पीडितहरू त आफ्नो साइडमा बसिराख्नु भएको छ। उहाँको पक्षमा पनि हामी बोलिरहेछौँ अहिले यहाँ। हाम्रो पक्षमा मात्रै होइन, अहिले राष्ट्र र राष्ट्रियताको पक्षमा मात्रै होइन, पीडितको पक्षमा पनि भातृ सङ्गठन जतिखेर पनि आएर यहाँ आन्दोलन गर्न तयार छ। आन्दोलन भन्दा बित्तिकै तपाईँको एकदमै नराम्रो तरिकाले आन्दोलन होइन, शान्तिपूर्ण आन्दोलन। अस्ति पनि हामीले शान्तिपूर्ण आन्दोलन गरेका थियौँ, जुन हाम्रो सुरुवाती थियो। अस्ति तपाईँले भर्खर सुरु गर्नुभयो शान्तिपूर्ण भन्दै हुनुहुन्छ, भाटा खानुभयो, अब फेरि आन्दोलन गर्दा होइन तयार हो तपाईँ? हामीले भाटा खाएकै छैनौँ। म मिडियाकर्मी साथीहरूलाई फेरि पनि अवगत गराउन चाहन्छु, हामीले भाटा खाएकै छैनौँ। 20 वर्ष भयो यो फिल्डमा हामीले युवा सङ्गठनको तर्फबाट नेतृत्व गर्दै आइरहेका। हिजो हामी एमालेमा थियौँ, त्यसपछि हामी विद्रोह गऱ्यौँ, हामी चाहिँ समाजवादी भयौँ, त्यसपछि अहिले हामी नेपाली कम्युनिस्ट पार्टीबाट चाहिँ हामी नेतृत्व गरिरहेछौँ। हामीले कहिले पनि भाटा खाएका छैनौँ। हामी विद्रोहका पक्षमा सधैँ उभिएका छौँ। तपाईँहरूको त्यो गलत बुझाइ र गलत देखाइ प्रहरीबाट त लट्ठी चार्ज हुन्छ नि तपाईँहरूले आन्दोलन गरेको। त्यो भनेको सामान्य। उहाँहरू एउटा राष्ट्र सुरक्षाका निमित्त राष्ट्रले चाहिँ खटाएको चाहिँ नेपाल प्रहरी अथवा आर्मी होस्, उहाँहरूले आफ्नो चाहिँ काम कर्तव्य पुरा गर्नुपर्छ। उहाँहरूले आफ्नो कर्तव्य चाहिँ पुरा गर्नुभएको हो। त्यसरी लट्ठी भाटा चाहिँ हामीलाई हान्नु भएको छैन र हामीले पनि खाएका छैनौँ। अब हान्नुपर्ने स्थिति आउँछ, तपाईँहरू अराजक हुँदै जानुभयो। हान्नु भयो भने हामी खान तयार छौँ। गोली खान पनि तयार छौँ। हामी राष्ट्र र राष्ट्रियताको पक्षमा, जुन अस्ति पनि मैले तपाईँहरूलाई भनेको थिएँ, जुन हाम्रो प्रधानमन्त्री बालेन्द्र शाह, सम्पूर्ण यहाँ मिडियाकर्मी साथीहरूलाई म एउटा के अवगत गराउन चाहन्छु भने अस्ति भर्खरै फागुनको जुन 21 गते हाम्रो निर्वाचन भयो, त्यस लगत्तै मैले प्रधानमन्त्री बालेन्द्र शाहको पक्षमा, म सुदूरपश्चिमकै चेली, मेरो कैलाली निर्वाचन क्षेत्र लङ्कीचुवा नगरपालिका, मैले कर्णालीको पुलमै बसेर बालेन्द्र शाहको पक्षमा एउटा भिडियो बनाएको थिएँ। त्यो भिडियो फेसबुकमा भाइरल पनि भएको थियो र उहाँ काठमाडौँ महानगरपालिकाको मेयर हुँदै गर्दा उहाँले गरेका राम्रो पक्षहरूमा म खुल्लिआम मेरो फेसबुकमा, सामाजिक सञ्जाल मार्फत फेसबुक होस् वा टिकटकमा मैले उहाँलाई जहिले पनि सपोर्ट गरिरहन्थेँ। हामी मानव हौँ, हामी मानव जाति हौँ, हामी युवा हौँ। हामी जुन दलबाट नेतृत्व गरे पनि राम्रोको पक्षमा त हामी बोल्न सक्छौँ नि, उभिन सक्छौँ नि।